यहाँलाई जय मसीह। अब केही दिन पछाडि हामी पाम सन्डेलाई सेलिब्रेट गर्न लागेका छौँ। म सानोमा चाहिँ पामको त्यो पत्तालाई हल्लाउँदै होइन चर्चमा डान्स गर्ने, एक्सन सङहरू गर्ने, गीतहरू गाउने गर्दथ्यो। त्यसमा केही थिएन मिनिङ होइन, त्यति बेला खालि इन्जोयमेन्ट मात्रै थियो। तर जसै प्रभुको वचन बुझ्दै गयो, बढ्दै गयो, त्यहाँनिर थाहा भयो साँच्चै नै येशू ख्रीष्ट यरुशलेममा किन प्रवेश गर्नुभयो। यूहन्ना 12 अध्यायको 14 अनि 15 पदमा लेखेको चाहिँ है, सियोनकी छोरी नडराओ, हेर तिम्रा राजा गधाको बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। पाम सन्डेको दिन चाहिँ हामीले सेलिब्रेट गर्छौँ नि होइन। हामीलाई थाहा छ प्रभु येशू ख्रीष्ट चाहिँ यरुशलेम सहर प्रवेश गर्नुभयो। तर उहाँ चाहिँ घोडामा सवार भएर प्रवेश गर्नु भएन, तर उहाँ चाहिँ गधाको बछेडामाथि एउटा डङ्कीमाथि सवार भएर जानुभयो। त्यो समयमा हामीले हेर्नु हो भने चाहिँ कुनै पनि राजाहरू चाहिँ जब सहर प्रवेश गर्थ्यो उनीहरू चाहिँ घोडामा सवार गर्दथे है, किनभने घोडा चाहिँ एउटा शक्ति अनि युद्ध अनि विजयको प्रतीक थियो। तर येशू ख्रीष्ट चाहिँ इन अ भेरी डिफरेन्ट वेमा आउनुभयो है। ही केम हम्बली राइडिङ अन अ डङ्की। कस्तो अचम्मको कुरा होइन। चाहिँ हेर्नु भने अगाडिबाट प्रोफेसी भइसकेको थियो। जकरिया 9:9 पदमा हामीले त्यहाँनिर पाउन सक्छौँ। सो येशू ख्रीष्ट आउनुको अर्थ चाहिँ संसारमा युद्ध लडाइँ गर्नको लागि होइन, हामीलाई पिस दिनको लागि, साल्भेसन दिनको लागि। अनि सबैभन्दा ठुलो कुरा जो हाम्रो सृष्टिकर्ता परमेश्वरसँग हामी जस्तो पापी मानिसहरूको सम्बन्ध विच्छेद थियो पापको कारणले गर्दाखेरि, हो त्यो सम्बन्धमा मिलाप ल्याउनको लागि प्रभु येशू ख्रीष्ट चाहिँ संसारमा आउनुभएको। सो उहाँ चाहिँ एउटा हम्बल राजा हुनुहुन्छ। संसारमा धेरै महान पुरुषहरू आए, महान महान व्यक्तित्वहरू आए, उहाँहरूले महान महान कामहरू गर्नुभयो। तर जो प्रभु येशू ख्रीष्टले गर्नुभयो त्यो अरू कसैले पनि गर्न सकेन। उहाँ चाहिँ एउटा नम्र राजा, हाम्रो आत्माको उद्धारकर्ता हुनुहुन्छ। सो पाम सन्डेले हामीले एउटा प्रश्न सोध्छ कि शान्तिको राजा हाम्रो प्रभु येशू ख्रीष्टलाई आफ्नो हृदयमा स्वागत गर्न के तपाईँ तयार हुनुहुन्छ?